ल अब हामी छेजुदोबाट ब्याक जाँदैछौँ मक्फोतर्फ सौलतर्फ भनौँ न मक्फो यहाँबाट पानी जहाजमा अब हाम्रो तयारी भइरहेछ ल लाग्यो अब हाम्रो टोलीहरू टिकटहरू देखाउनु पर्ने भयो लाइन त के हो यस्तो बवाल छ त फाइनली बोर्डिङ पास गरिसकियो अब हामी जेजुडोको सिपमा जाँदैछौँ सिपबाट देख्न सक्नुहुन्छ गाडीहरू हेलो सिपबाट चाहिँ नयाँ गाडीहरू कि पुरानो ल्याउँदा रहेछ क्या मेरो लगेर चलाएर फेरि ल्याउनु क्या फेरि यहाँ चलाउने आफ्नो गाडी हाल्ने आफ्नो गाडी हाल्ने ल्याउने खोरबाट निस्किरहेछ गाडीहरू खोरबाट टोल ल अब लाग्यो है ल अब चढियो है ल हल्लो ल ल दाइ पनि भेट जोस भइरहेछ Halo, tempatnya doang ada yang lo. Ucapnya ni dia halo, tempatnya di sana rasa. Ah, lah. Ayolah malam मजाले खाछौ छ हामी यहाँ बाहिर अहिले दिनभर बाहिर भित्रमा है भित्र कामा मात्नु डोला चाहिँ मात्रै हुन्छ नि तर कोचम फुन्ना कि कोही मारे रहेछ मेट मेट कहाँको के तर मलाई डोखोप चाहिँ आइछ माइमा चिनियुक्त 4 घण्टा जति मात्रै सोसै 62 हाम्रो रुम ल अब यहाँ ल हामी हो फर्स्ट लट आइपुगेको आम्मामा आज त हिरो भइएछ त हामी जेजुडो आइल्यान्ड माथि सिप माथि छौँ ए तल पनि परेछ हामी त सिधै माथि पो चढ्यौँ यस्तो छ यस्तोमा छौँ यस्तो भ्यू देख्न सक्नुहुन्छ म टक्क घुमाइदिन्छु के हुँदो रहेछ अलि माथि चढ्छु म
हो आज हिँड्छु ल यस्तो छ है म राउन्ड लाउँछु कस्तो छ यहाँ त मोबाइल झऱ्यो भने सक्यो नि इयरफोन पनि हावाले उडाइदियो न बर्बाद हुन्छ हो अहिले यहाँ हाल्नु पछि टिकटक भिडियो बनाउनु पर्छ एकटा यता पो हो ल ठिक छ म चाहिँ भिडियो देखाउने सुट भइरहेको छ ल यस्तै रहेछ यहाँबाट उता जानु पिक्चरतिरको देखाउँछु यो चाहिँ अहिले भर्खर पिक्चर सुरु भएको हाम्रो दामी देखिरहेको छ पिक्चरतिर पुग्छ खतरा चल्ने क्या कोरियन एयर रे प्लेन कोरियन एयर डेन्जर चल्दो रहेछ अलि डिस्टर्ब चाहिँ गर्दो रहेछ हावाले ल स्पिड चाहिँ कुद्दो रहेछ है घुम्न चाहिँ माथिबाट हेर्दा पो रहेछ त कुद्दो रहेछ ल अहिले यहाँ चाहिँ यो नजिक हो धेरै त्यहाँबाट आएको हो त्यही भएर अब बिचमा पुगेपछि अझै खतरनाक बबर देख्नेवाला छ ल यस्तो छ ल हामी चाहिँ अहिले यहाँ 3 बजिसक्यो हाम्रो यहाँ विशेष बलगर यता हैन उता हाम्रो त्यहाँ एउटा सामान किन्न गएको छ कि ल हामी ट्याक्सीमा आएको
ल अहिले 3 बजी भयो बिहानको अब भर्खर आइपुग्यो जे जुदो बदा अब सुत्ने हो भने के गर्ने त हिजो नि सुतेको छैन धेरै हेलो बिलियन भन्छ कोही भनेको हेलो मात्रै भनेको कति 304 मै कति अरे 300 ल हामी छुट्टै 4 जनाको है अरे गरे हामी 4 जनाको 4 जनाको हामी त्यहाँ 302 301 हो बेसी गयो हैन के भनेन त्यहाँ एकछिन ग्रुप सबै त्यही छ अरे त्यही रुममा आउन एउटा कोठा चुज गर्नु पर्यो नजरका फेरि जे केटाको जागिर चट पारिदिनुपर्छ ल हामी 3 बजी सकेछ अहिले बल्ल आइपुगेछ सामगामा आएको सामगा होटल साङ्गाम होटल हैन हेलो इन हैन सामगाको एरियामा ल हेलो इन है हाम्रो होटल चाहिँ मोटेल होटल कति हो हामी हामी आउँछौँ गिफ्ट कार्ड 302 मा हैन 301 302 303 302 3को 302 मा के अनि ओबेक पनि छ अरे त यो खोइ सबै त्यहाँ भेला भएको छ के हुन्छ अरे भने के खाने भेला खै रातिको मिटिङ क्लास गाह्रो है यो यही हो के को मिटिङ हो कहाँ जाउँ न सोल्तीतिर कता कति मारे हाम्रो सोल्ती ल म चाहिँ रुम ब्याक हुँदैछु अहिले चाहिँ म किचन सपिङ हल्का किनमेल गरेर फर्किँदैछु जे जुडोबाट आम ब्याक आज यहाँ मेरो जोलो छ पछाडि चाहिँ किचनका सामानहरू किनमेल गरेर अहिले चाहिँ म ठ्याक्कै ट्याक्सीमा छु ठकिट पनि छु ठकिट 4 तारिक निस्केको आज 8 तारिक 4 दिन चाहिँ मजाले टाइम बिताइयो छुसक दसैँ रमाइलो खतरा अब इन्जोय र निन्द्रा पनि धेरै सुत्न पाएको छैन धेरै सुतेको छैन 4 घन्टा त्यसको डरै 3 घन्टा 4 घन्टा 5 घन्टा मात्रै सुतेछ इन्जोय अलट गरियो दसैँ छुसक मजाले मनाइयो म चाहिँ आज रुम फर्किँदैछु आज र भोलि बिदा पर्सि ड्युटी छ समग्रमा जर्नी छेजुडोको चाहिँ बवाले भयो इन्जोय एकचोटि चाहिँ जानै पर्ने रमाइलो चिल एकदमै रमाइलो गरियो अहिले चाहिँ म अब रुममा लगभग आएको अहिले चाहिँ 3 बजे अब म अब ठ्याक्कै 15 मिनट जतिमा पुग्छु रुममा 15 मिनट लगभग 15 मिनटमा पुगिहाल्छु त्यसपछि नुहाइ धुवाइ फ्रेस गरेर रेस्ट गर्छु भिडियोहरू टिकटकहरू रिल्स युट्युब भिडियोहरू एडिटिङ गर्छु र परिवारतिर पनि बोल्नु छ बोलेको छैन के कस्तो छ ल तपाईहरुको छुसक दसैँ कस्तो भयो कमेन्ट गर्न नबिर्सनु होला मेरो चाहिँ बबले भयो एकदम रमाइलो गरियो फर्स्ट टाइम छेजुटो गयो जे होस् एकचोटि जानै पर्ने ठाउँ चाहिँ रहेछ ल अर्को चोटि जान नबिर्सनु होला म चाहिँ अब रुमतिर लाग्दैछु हामी साथीभाइहरुसँग छुटिसक्यौ म कम्पनीबाट चाहिँ एक्लै थिएँ सो म एक्लै फर्किँदैछु अहिले चाहिँ म ठ्याक्कै जाम लाइट ट्राफिकमा छु रमाइलो छ ठगित मुद्रामा ल भन्दै सबैको जय होस्
सबैको दिन रमाइलो सुभाओस् ओके बाइ बाइ सी यू नेक्स्ट ब्लग भिडियोमा फेरि भेटौँला ओके